हेलो हामी चाहिँ यहाँ जौला खेलमा जुमा यसो घुम्न आइरहेको छु। यहाँ चाहिँ मृगको बुढाबुढी बसिरहेको छ। यो चाहिँ बगैँचाहरू चाहिँ राम्रो बनाएको छ। यहाँ चाहिँ बाँधा छन् तेरो कति घरहरू भट्न छ दुईवटा पो रहेछ घुमिसक्नु लाग्यो हामी चाहिँ होइन। गाइजहरू यहाँ चाहिँ दुम्सी मस्त सुतिरहेको छ होइन। पिउने पानी पनि छ यतातिर। अस्ति चाहिँ जियममा बसिरहेको छ होइन यहाँ नि भन्दा यहाँ अब टक्क फोटो खिच्छ यहाँ। हेलो गाइज अब चाहिँ हामी होइन पुरै घुमिसक्यो। जूबाट बाहिर निस्किने प्रोसेसमा छु हामी होइन। यहाँ चाहिँ पुरै पानीपुरी चटपटीहरू पाइन्छ होइन। यहाँ 5 स्टार होटलमा चाहिँ पुरै यहाँ थुक्पा भेज थुक्पा मोमो खाँदैछु होइन गाइजहरू। हामीले चाहिँ थुक्पा र मोमो खाएँ। यहाँ चाहिँ पुरै खतरा छ होइन। युरोप स्टार छ। साथीहरू फेरि पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। आजको भिडियो चाहिँ के छ भने होइन म चाहिँ मम्मी अनि दाइहरूलाई लिएर उता जूतिर घुम्न गइरहेको छु। त्यसै बारेमा भिडियो बनाउन लागिरहेको छु। आज चाहिँ के कस्तो हुन्छ के छ त्यहाँ र कस्तो कस्तो जनावरहरू पाइन्छ तपाईँहरूलाई देखाउने नै छु साथीहरू। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला र यति भन्दै भिडियोलाई अगाडि बढाउँ साथीहरू। लेट्स गो। हेलो हामी चाहिँ यहाँ जौला खेलमा जूमा यसो घुम्न आइरहेको छु। यहाँ मम्मी दाइ अगाडि। यो चाहिँ जौला खेलको जूभित्र हो। हिँड्नु न अगाडि कहाँ हो त त्यति मात्रै देख्छ तर बाघ भालु खोइ कता छ। बच्चाहरू खेल्ने ठाउँ। यो भित्र गोही छ। यहाँ गोही नि होइन के यता चुच्छ नचुच्छ के हो यो। आउनु यस्तो छन् यो झन्डैले युरोप स्टाइलको। यसमा यहाँ चाहिँ मृगको बुढाबुढी बसिरहेको छ। मृगको बुढाबुढी साली। यहाँ चाहिँ बगैँचाहरू चाहिँ राम्रो बनाएको छ। यहाँ केही छैन। केपीओली र सिरेला ल्याएर राख्नुपर्छ यहाँ। मृग नि यो त पाटे मृग पो रहेछ है। कहाँ हुनु जरायो होला। जराए चाहिँ नि कहाँ मृग। यहाँ केपीलाई त्यहाँ सेरेलाई। हेर्दैछु कता छ। त्यहाँ एउटामा केपीलाई यहाँ सेरेलाई राख्नुपर्छ कि दुईवटा राख्छ। केपी ओली र सेरेलाई राख्नुपर्छ यो दुईवटा गुफामा। नो 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 के दाना हाल्नु जाने होला नि। केही छैन त हौ यता है। के एउटा बाघ छ अलि के भन्नु। दामी देख्दा ठिक छ त केही छैन। लेट्स गो। यहाँ चाहिँ एक सिङे गैडा छ भन्ने कुरो सुनिरहेको छु होइन।
ए यहाँ रहेछ गैँडा यहाँ रहेछ ठुलो एक सिङे ढुक्का यसलाई त यार है पुरै फलाम जस्तै छ त यसको जिउ त है ढुक्का यता के हो यहाँ चाहिँ के हो गोही के हो त्यो जलगैँडा रे जलगैँडा भन्छ पानीमा बस्ने गैँडा के ए त्यस्तै अनुहार छ त उ हेरौँ न यसको खुट्टाहरू नि होला त छैन होला नि है तर माथि हेर्दैन है के शीतल भएर त बस्यो जला गैँडा हो यो चाहिँ जला गैँडा खतरा हुँदो रहेछ है पनि हेरौँ न म अब खतरा हुँदो रहेछ नि लुकी फेरि लुक्यो जाउँ चिम्पान्जी उता छ अरे गाई चिम्पान्जी चाहिँ यता छ भन्ने कुरा आयो होइन कहाँ छ छैन यो छैन तर सानो चिम्पान्जी चाहिँ यत्रो सानो आन्दोलन छोडेर यहाँ मास्टरहरू नि आइपुग्नु भएको छ यताउता के छ त भैँसी नै भोटेछ यो त वन भैँसी त राख्नु नि यार भैँसी राखेको छन् भैँसी मुरा भैँसी चाहिँ राखेको हुन्थ्यो नि प्रचण्डले हात्ती हेर्नु त जाउँ ल जाउँ हात्ती हेर्न ल जाउँ अगाडि हेर्नु न जाउँ न हात्ती हेर्नको लागि गइरहेको छौँ हामी चाहिँ यो चाहिँ केपी ओली जस्तै अरे बाँदो रहेछ हौ साथीहरू एउटा मात्र यहाँबाट चाहिँ हात्ती ए जङ्गल रहेछ त हौ हात्ती त सकिहाल्छ नि कत्रो ठुलो रहेछ त हात्ती कत्रो ठुलो हो त कत्रो ठुलो हातमा ए चितुवाहरू उठ हो गाइजहरू यहाँ चाहिँ दुम्सी मस्त सुतिरहेछ होइन टन्नै फुल छ यो भित्र केही गर्दैन कि त्यसको आमा होला क्या दुम्सी चाहिँ नानी होला क्या दुम्सीको हो ए अस्टिज रहेछ अस्टिज चाहिँ जियममा बसिरहेको छ होइन यहाँ अब ऊपरतिर नि रहेछ हेलो हेलो गाइज अस्टिज चाहिँ मजाले नाचिरहेछ होइन यहाँ फोटो खिच्नु पर्ने अवस्था आइरहेको छ अब होइन पनि फोटो खिच्ने भनिरहेको यहाँ अब टक्क फोटो खिचिन्छ यहाँ हेलो हेलो गाइज अब चाहिँ हामी होइन पुरै घुमिसक्यो
जूबाट बाहिर निस्किने प्रोसेसमा छु हामी होइन यहीँबाट रहेछ बाहिर निस्किने चाहिँ अब हामी निस्किन्छौँ भिड छ मान्छेहरू चाहिँ बाहिर निस्किनुको लागि यहाँ चाहिँ पुरै पानीपुरी चटपटीहरू पाइन्छ होइन पानीपुरी चटपटी मकै भुटेको पुरै पाइन्छ होइन बर्गर हाउस छ यहाँ 5 स्टार होटलमा चाहिँ पुरै यहाँ थुक्पा भेज थुक्पा मोमो खाँदैछु होइन गाइजहरू ल है गाइजहरू है गाइजहरू थुक्पा भने त यस्तै हो हामीले चाहिँ थुक्पा र मोमो खाएँ त्यस्तो हो नि यो कहाँबाट जाने हो त गाडीहरू